यो चाहिँ 50,000 माथि 1 लाख को अहिले बनेको चाहिँ यो एकैचोटि बने दुईटै यसमा पानी जम्मा भइरह भनेपछि ए हजुर ला 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 हजुर अहिले चाहिँ हामी ब्यासतिर पोखरी भन्ज्याङको कालिका मन्दिरमा आइपुगेको छौँ। जय कालिका माई। आज चाहिँ म यहाँको आँगनमा चाहिँ छपनी ढुङ्गा लगाउनको लागि छपनी ढुङ्गा या त ब्लक लगाउनको लागि बजेट इस्टिमेट गर्नको लागि आएको छु। यो चाहिँ सुरुमा चाहिँ यो मन्दिरको डिजाइन चाहिँ मैले गरेको हो। अहिले चाहिँ बनेको दैनिक पूजा 7-10 बजीसम्म प्रत्येक अष्टमी बलि चढाउने आज गरिन्छ। बोका भेडा कुखुरा हाँस परेवा पल्टा फन्जल दिन्छ मनाइ छ। नाम चाहिँ श्री पोखरी भन्ज्याङ सिद्ध कालिका मन्दिर। यसमा चाहिँ हाम्रो स्ट्रक्चरले चाहिँ एउटा चाहिँ फ्लोटिङ कलम चाहिँ राखेको छ है गाइज। किनभने हाम्रो पिल्लर चाहिँ एक स्टेप घट्दै जान्छ। एक स्टेप घट्दै गएपछि चाहिँ भित्रपट्टि बिम राखेर चाहिँ बिमबाट चाहिँ पिल्लर आएको छ। एउटा चाहिँ फ्लोटिङ कलमको चाहिँ हामीले यहाँ डिजाइन देख्न सक्छौँ। माथि घट्दै जाने भएको कारणले गर्दाखेरि चाहिँ पिल्लर चाहिँ लस्कर एउटै ठाउँ पोजिसनमा चाहिँ हुँदैन। त्यो भएको हिसाबले फ्लोटिङ कलम चाहिँ छ। म देखाउँछु है त हजुरहरूलाई। यसको बन्द छ के अरे भित्रपट्टि। कलमको डिजाइन चाहिँ कस्तो हुन्छ भने जय कालिका। ल हेर्नुहोस् है यो बिम चाहिँ भित्र बाहिर पनि छ भित्र पनि छ। अनि बिमबाट भित्रको बिमको दुईटा क्रसबाट चाहिँ फेरि कलम जान्छ। यो चाहिँ फ्लोटिङ कलमको डिजाइन है गाइस। जय कालिका। एकदम रमाइलो ठाउँ छ है एकदम। ल यसो हेर्न आउनुहोस् होला। ल हेर्नुहोस् त दमोली बजार एउटा प्रष्ट रूपमा सबै देखिन्छ है। म पनि अलि धेरै पछि आएँ यहाँ। त्यस रमाइलो छ ठाउँ। हेर्नुहोस् है यो त यहाँ देखेको चाहिँ ब्यास 1 भादगाउँ। उता पारिपट्टिको चाहिँ ब्यास 2 दमोली बजार। झापटार चाहिँ अलि नदेखिँदो रहेछ। झापटार बेलबास चाहिँ यतातिर पर्छ। डी गाउँ पनि देखिँदो रहेछ। गलबेसी पारी दुम्सी चौर।